नाम बिमिसा देवकोटा। म पेशाले स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्ति। कुरा स्वास्थ्य क्षेत्रको मात्र होइन, अरू क्षेत्रमा पनि मलाई संवाद गर्दा एकदमै गाह्रो हुन्थ्यो। मान्छेहरूसँग आई कन्ट्याक्ट गरेर कुरा गर्नलाई गाह्रो हुन्थ्यो र म मेरो कम्फर्ट जोनमा त राम्ररी बोल्न सक्थेँ, तर मासमा मेरो कुराहरू राम्ररी व्यक्त गर्न सक्थिनँ र मलाई चाहिँ संवाद कलाको साँच्चै नै विकास गर्नु परेको थियो र मेरो भाइ र बहिनीले पनि यही प्रशिक्षण लिनुभएको थियो र उहाँहरूले मलाई चाहिँ तिमीले संवाद कलाको विकास गर्नु मन छ भने चाहिँ त्यहाँ जाऊ भनेर रिकमेन्ड पनि गर्नुभएको थियो र मलाई साँच्चै नै संवाद कलाको विकास गर्नु थियो। यो दिन सरले मलाई अगाडि गएर केही बोल्न लाउँदा मेरो खुट्टाहरू थरथर कामिरहेका थिए। म के बोलिरहेछु मलाई थाहा थिएन र मैले पहिला पनि यो कुरा भनेको छु कि मैले मेरो भाइ बहिनीहरूलाई चाहिँ मलाई कहाँ फसायो भनेर मैले मनभरि त्यो कुरा मात्र सोचिरहेको थिएँ। तर आजको दिनसम्म आइपुग्दाखेरि मैले त्यो एउटा प्रश्नको कैयौँ उत्तरहरू भेटाएको छु। मैले मेरो व्यक्तित्व विकास गर्ने ठाउँमा फसेँ, म मेरो भविष्यलाई एउटा सही मार्ग दिने ठाउँमा फसेँ, म समाज कलाप्रति मेरो सकारात्मक सोच बढाउने ठाउँमा फसेँ, म साँच्चै नै राम्रो ठाउँमा राम्ररी नै फसेँ र मेरो संवाद कला र मेरो संवाद कलाप्रतिको एउटा विचारलाई सकारात्मक विचारमा परिवर्तन गर्न सहयोग गर्नुहुने हाम्रो प्रमुख प्रशिक्षक एसबी कटुवाल सरलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। म जसरी नै स्टेजको फियर र आफ्नो कम्फर्ट जोनमा त राम्ररी बोल्न सक्ने तर मासमा चाहिँ आफ्नो कुराहरू प्रस्तुत गर्न नसक्ने व्यक्तिहरूलाई चाहिँ म निड हाइली रिकमेन्ड गर्छु।